11 मा 58 बाट और 50 बाट सुरु गरेर लास्टमा अहिले चाहिँ कति ल्याउनु भयो त मेरो 172.75 भएको छ फाइनलमा सीमा 172.25 सुरुमा त साइन्टिस्ट बने जस्तो लाग्थ्यो कि तारक मेहताको उल्टा चस्मा हेर्दै त्यहाँ चाहिँ अय्यर भन्ने एउटा क्यारेक्टर थियो रिटेनमा तिमीले कस्तो माहौल पायौ अनि हाम्रो फ्याकल्टीहरु कस्तो हुन्छ म त चिन्छु हैन एक्चुअली यो प्राइभेट लेक्चर एक्जिस्ट गर्छ भन्ने मलाई थाहा पनि थिएन के त्यो सर त एकदम हाम्रो लेजेन्ड सर हुनुहुन्छ नमस्ते सबैलाई मेरो नाम युवराज भट्ट सी 2025 को र्याङ्क 249 होल्डर र आज हामीसँग एकदमै स्पेशल भाइ जोडिनु भएको छ हाम्रै सुदूरपश्चिमको भाइ हुनुहुन्छ भाइले चाहिँ योपालि सीमा एकदमै खत्रै र्याङ्क लिएर आउनु भएको छ आईमा पनि एकदमै राम्रो र्याङ्क ल्याउनु भएको छ प्लस 2 मा पढ्ने हामी सबै स्टुडेन्टको सपना के हुन्छ भने कि त हामी इन्जिनियरमा नाम निकाल्न चाहन्छौँ कि त हामी एमबीबीएसमा नाम निकाल्न चाहन्छौँ तर हामीसँग यस्तो भाइ हुनुहुन्छ जो भाइले इन्ट्रान्स एक्जाम दुईटैको दिनुभयो र दुईटैमा फोडेर दुईटैमा स्कलरसिप निकाल्नु भयो सो अब भाइको इन्ट्रोडक्सनबाट सुरु गरौँ भाइलाई इन्ट्रोडक्सनबाट सुरु गरौँ है त हेलो एन्ड नमस्ते एभ्रिवान मेरो नाम चाहिँ राकेश महरा र हालसालै भएको सी एक्जाम एमबीबीएस तर्फ चाहिँ र्याङ्क 12 ल्याउन सफल र आईयू इन्ट्रान्समा पनि र्याङ्क 20 ल्याउन सफल भएको छु एकदमै खतरा र्याङ्कको भाइ अनि अब चाहिँ भाइको हामी स्कुलिङबाट सुरु गरौँ है त अब मलाई त थाहा नै छ तर सबैलाई थाहा होस् सो मेरो स्कुलिङ चाहिँ यतै 1 to 10 मैले यतै महेन्द्रनगर भाँसीमा स्थित मेधावी सेकेन्डरी स्कुलबाट गरेको हुँ एसई सम्म चाहिँ त्यतै मेधावी स्कुल पढेको भनेपछि त्यहाँ पढ्यो अनि त्यसपछि प्लस 2 को लागि चाहिँ भाइले रेडियन्ट चुज गर्यो नि त हजुर मैले प्लस 2 चाहिँ रेडियन्ट सेकेन्डरी स्कुल यतै हाम्रो महेन्द्रनगरमै चाहिँ महेन्द्रनगरबाटै गरेको प्लस 2 नि अनि रेडियन्टमा जाने चाहिँ भाइको डिसिजन कसरी भन्यो त एकदमै हाम्रो महेन्द्रनगरमा पनि धेरै कलेजहरू छ नि त अनि एक्चुअली यस्तो थियो मलाई नि हल्का भ्याली बाहिर जाम कि मतलब यता महेन्द्रनगरबाट भ्यालीमा जाम कि जस्तो लागिरहेको थियो सुरुमा मतलब त्यही 10 सकेपछि जाउँ जस्तो लागिरहेको थियो अनि एकचोटि त झन्डै गएको पनि थिएँ त्यो फेरि कि त्यस्तै सिचुएसन्सहरू आयो गएन फेरि यतै उस्तै नि सिनियर्सहरूबाट नि अब कलेज नि धेरै राम्रो फ्याकल्टी नि धेरै राम्रो सुनेर फेरि यता महेन्द्रनगर गइयो ब्रिज कोर्स जोइन गरेँ कलेजले त्यतिखेर ब्रिज कोर्स चलाउँदै थियो कलेजले ब्रिज कोर्स जोइन गरेँ फेरि 3 महिना त्यता पढेँ ब्रिज कोर्स 2-3 महिना त्यता एक्जाम नि दिएँ ब्रिज कोर्सको एक्जाम पनि राम्रो भयो सायद टप नै गरेँ त्यो ब्रिज कोर्सवाला एक्जाम नि फेरि त्यस्तै हो फेरि चाहिँ त्यता चाहिँ फेरि राम्रो लाग्यो टिचरहरू राम्रो लाग्यो सराउन्डिङ इन्भाइरोमेन्ट सबै ठिक लाग्यो फेरि नै भ्याली जानु पर्दैन म यतै पढ्छु जस्तो पनि लाग्यो ठिक छ एकदम भनेपछि प्लस 2 नै स्कलरसिपमा पढेको हैन त भाइले हजुर दाइ प्लस 2 चाहिँ स्कलरसिपमा पढेको त रेडियन्टमा नि इन्ट्रान्समा नि टप नै भनौँ टप गरेको इन्ट्रान्स नि अब यो हाम्रो आजभोलि कस्तो ट्रेन्ड छ भनेपछि इन्ट्रान्स एक्जाममा राम्रो गर्नु छ भने हामीले काठमाडौँ जानै पर्छ अनि यो महँगो कोचिङहरू जोइन गर्नै पर्छ भाइले चाहिँ यो महेन्द्रनगरमै बसेर इन्ट्रान्स एक्जामको लागि प्रिपेयर चाहिँ कसरी गर्नु त इन्ट्रान्स खासमा मैले त्यो जर्नी चाहिँ हल्का अगाडि सुरु हुन्छ सी दिने कहिले सोचेको थियो भन्दाखेरि 10th मतलब 10 मै सानो छँदाबाट त्यस्तै मतलब हल्का सोच के न के गर्नुपर्छ सोच आउँथ्यो फेरि पछि सुरुमा त साइन्टिस्ट बन्ने जस्तो लाग्थ्यो कि तारक मेहताको उल्टा चस्मा हेर्दै त्यहाँ चाहिँ अय्यर भन्ने एउटा क्यारेक्टर थियो त्यो चाहिँ फेरि त्यसमा चाहिँ अरे यार यो त खतरै गरेर आज साइन्टिस्ट गर्नुपर्छ लाग्यो सानो छँदा गाउँमा त के भन्छस् भन्दाखेरि म चाहिँ साइन्टिस्ट हुन्छु अब पक्का साइन्टिस्ट फेरि चाहिँ पछि गएँ 9-10 मा पछि हल्का सोचायो फेरि 10 मा चाहिँ मैले युट्युबतिरहरूबाट थाहा पाएँ कि सी एक्जाम हुँदो रहेछ भन्ने होइन फेरि चाहिँ म डक्टर बन्छु के गर्छु आफ्नो फ्यामिलीको लागि भनेर सोचेँ त्यसपछि 10 सक्यो सी दिएँ फेरि रेडियन्ट गएँ रेडियन्ट इन्ट्रान्स राम्रै भयो त्यसपछि 11 मा नि मतलब के भन्छन् सुरुमा त्यस्तो तयारी सुरु गरेँ 11 मा थाहा चाहिँ थियो एकचोटि फेरि युट्युबमा देखेँ मैले त्यो खतरा हेभी बुक्स हुन्छ नि त जीआरबी जेपीएनके को देखेँ मेगा फिजिक्स एकचोटि फेरि 11 मा म मगाएर ट्राई गरौँ सोचेँ फेरि अझ यता 11 को यता बानी पनि त्यस्तो ट्रान्जिसन फेज हुन्छ 10 to 11 बुक पनि राम्ररी पढ्न नसक्ने के बायो त झन् कति हेभी सुरुमा त नोट्सबाटै पढ्थेँ फेरि त्यो बायो फेरि गाह्रो फेरि त्यसपछि चाहिँ 10 त्यो 11 त्यस्तै पढेँ नर्मल युट्युबबाट फिजिक्स हेर्थेँ अनि खास चाहिँ 12 बाटै सोचेको राम्ररी सी ओरिएन्टेड भएर पढ्ने चाहिँ 12 बाट सोचेको राम्रोसँग भनेपछि भाइले इन्डियन बुक किन्ने सोचेर पनि लास्टमा प्लस 2 कै बुकमा स्टिक गर्यो हैन त हजुर अनि यो एउटा मिथ यता पनि तोड्दियो है त सबै भाइ बहिनीहरुको के नाम निकाल्नलाई इन्डियन बुक्स पढ्न जरुरी छ त ना इन्डियन बुक्स चाहिँ मैले फलो गरेन कुनै पनि नै भनेपछि प्लस 2 को बुक पढेर अनि हजुर क्वेशन प्र्याक्टिसको लागि चाहिँ म त्यही मोड्युलहरु थिए इन्स्टिट्युटको मोड्युल थियो पर्टिकुलरली भन्नुपर्दा चाहिँ नेमको मोड्युल थियो
बिल्कुल बिल्कुल मैले पनि त्यही प्र्याक्टिस इन्स्टिट्युटको गरेको। मोड्युल। अनि फेरि के भन्छन् त्यो आफ्नो बुकको, जसरी बुकको पछाडि केमिस्ट्रीमा केमिस्ट्री बुकको पछाडि धेरै एमसिक्यू, फिजिक्सको बुकको पछाडिको एमसिक्यूहरू गरेर बुकको पछाडिको एमसिक्यू गर्थेँ, अनि त्यो वाला भयो। अनि लास्टको चाहिँ फेरि अनि मैले निटको पिवाइक्यू गरेको थिएँ। म गर्ने एक्चुअली गर्थेन होइन, त्यो मेरो साथीसँग बुक थियो, निटको एमटिजे भन्नेवाला बुक थियो। त्यसमा चाहिँ लास्ट बायोको, म्याथमेटिक्स। त्यो वाला फेरि लास्टमा त्यो बायोहरूको चाहिँ मिल्ने गरेको थिएँ। अनि फिजिक्सको नि त्यही 60-70% गरेँ, केमिस्ट्रीको 10-20% पिवाइक्यू गरेँ, त्यत्तिकै हो। ए ल भनेपछि हाम्रो नाम निकाल्नको लागि यो इन्डियन बुक्स पढ्नुपर्छ, यो जिआरबी पढ्नुपर्छ, जेपिएनपी पढ्नुपर्छ भन्ने कुरा चाहिँ मिथ भयो, अनि हामीले यसलाई बस्ट गर्थ्यौँ है त। त्यो 11मा किन्ने सोच चाहिँ आएको थियो, पछि मैले किनेन। ठिक छ। त्यही बिल्कुल मैले नि किनेको थिइनँ, अनि त्यो काम पनि लाग्दैन त्यो बुकहरू, खालि यत्तिकै। अब हाम्रो सिलेबस पनि +2कै यति धेरै हुन्छ, अब त्यो इन्डियन बुक्सहरू पढ्न थाल्यो भने त टाइमै बस्दैन नि होइन। त्यही हो, त्यस्तै हो। फेरि इन्डियन बुक्स पढ्यो भने फेरि टाइम कन्ज्युमिङ, कति के हेभी हुन्छ फेरि। सो अब चाहिँ हामी रिडेनमा तिमीले कस्तो माहौल पायौ, अनि हाम्रो फ्याकल्टीहरू कस्तो हुनुहुन्छ? म त चिन्छु होइन धेरै जसोलाई त, तर तिमी भनिदेऊ रिडेनमा तिमीले कस्तो माहौल पायौ त? रेडियोमा भन्दाखेरि फ्याकल्टी चाहिँ टप हो, टप क्लास फ्याकल्टी, टिचरहरू प्रोफेसरहरू हुन्छ, राम्रो पढाउनुहुन्छ एकदमै। फेरि सुरुबाट जसरी 10-11बाटै भन्नुहुन्थ्यो, बाबु यो एनबी भन्दा नि हल्का फुल्का सी बेस्ड, मतलब पछि इन्ट्रान्सको लागि सोच, पछि पढ भन्नुहुन्थ्यो। यसरी चाहिँ हामीलाई मोटिभेट गर्नुहुन्थ्यो। फ्याकल्टीहरू त राम्रो थियो, फिजिक्स, केमिस्ट्री, म्याथ, बायो सबै टप फ्याकल्टी, सबै राम्रो फ्याकल्टी थियो। कुनै सरहरू जसले तिमीलाई यो जर्नीमा एकदमै हेल्प गर्नुभयो? स्पेसली मतलब हेल्प गर्नु भन्दाखेरि नि सबै सरहरू मोटिभेट गर्नुहुन्थ्यो। राकेश त राम्रो गर्छ, मतलब विद्यार्थी राम्रो हो, पछि बाबु तिमीले के गर्नुपर्छ भनेर मोटिभेट गरिराख्नुहुन्थ्यो, भनिराख्नुहुन्थ्यो। त्यस्तै हो। अनि फेरि सिएम सरले चाहिँ मलाई के भन्नुभएको थियो भने, बाबु तिम्रो त म्याथ त राम्रो छ, तिमी के गर्छौ भने, सर म चाहिँ एमबिबिएस गर्छु पछि भने। बाबु एमबिबिएस भन्दा नि पछि म्याथमेटिक्सको फिल्डतिर अथवा त्यतातिर जाऊ, तिम्रो राम्रो छ भन्नुहुन्थ्यो कि सरले मलाई, फेरि सिएम सरले, अब चुडामणि अब सरले। यही म्याथमेटिक्सकै कुरा गरौँ है, चुडामणि सर त एकदम हाम्रो लेजेन्ड सर हुनुहुन्छ। अब हाम्रो सुदूरपश्चिमको त प्राय चुडामणि सरलाई नचिन्ने मान्छे त कोही पनि छैन होला है। नाइ नै, सो कोही यही पनि अब छैन होला सिएम सर। म्याथमेटिक्सकै कुरा गरौँ भाइ, तिमीले यो +2मा सबैभन्दा डिफिकल्ट सब्जेक्ट म्याथमेटिक्स र बायोलोजी। अब हामी स्टुडेन्टहरू नै यसरी डिभाइड छौँ नि त, बायोलोजीको स्टुडेन्टलाई अँ, म्याथमेटिक्स गाह्रो लाग्छ, फिजिक्सको स्टुडेन्टलाई बायोलोजी ज्याउ लाग्छ, हो कि होइन? यो हजुर। दुइटै सब्जेक्टलाई तिमीले ब्यालेन्स गरेर तिमीले आइए र यो एमबिबिएस कसरी क्र्याक गर्यौ, यो कुराहरू सबैलाई भन्नु त। खासमा म चाहिँ फेरि त्यो 11-12मा चाहिँ आइओ दिन्छु भन्ने सोचेको पनि थिएन होइन। पछि मेरो साथीले चाहिँ मलाई ल दे न त इन्ट्रान्स, ल भइहाल्छस् एकचोटि दे भनेर भनेको थियो गुरुले, नाम हो हेमन्त गुरु। 11मा चाहिँ मैले म्याथ राम्रोसँग पढेँ। म्याथमा पहिलाबाट इन्ट्रेस्ट थियो कि मेरो, म्याथ पनि राम्रो आउँथ्यो। 10मा नि 10सम्म नि म्याथ धेरै राम्रो थियो, इन्ट्रेस्ट नि म्याथमा धेरै थियो पहिला मलाई। फेरि म्याथ 11मा चाहिँ राम्रोसँग म्याथ पढेँ, मतलब त्यस्तो आइओ ओरिएन्टेड भएर त पढेन, बरु म 11मा म्याथको बुक हुन्छ होइन, त्यो बुक छ, वज्राचार्य सरको बुक हुन्थ्यो नि त्यो वाला। त्यसमा चाहिँ फेरि क्वेसनहरू नि हुन्थ्यो, एमसिक्यू पनि हुन्थ्यो, अनि फेरि सल्भ इक्जाम्पल नि हुन्थ्यो। मैले मतलब म्याक्सिमम् त्यसमा एमसिक्यूहरू पनि गरेको थिएँ 11मै। अनि त्यो भन्छन् क्वेसनहरू त बुकको हरेक क्वेसन गरिहालेँ, सल्भ इक्जाम्पल नै गरेको थिएँ। अनि सरले क्लासमा सरले एकदम म्याथ पनि धेरै राम्रो पढाउनुहुन्थ्यो, डेरिभेसनहरू गराइदिनुहुन्थ्यो, फेरि त्यहीबाट बुझेर त्यही हो, त्यस्तो चाहिँ धेरै हेल्प गर्यो। 12मा चाहिँ फेरि म्याथ चाहिँ धेरै कम पढियो, 12मा चाहिँ धेरै कम पढियो म्याथ भन्नुपर्दा। अनि यो सबै सब्जेक्ट भन्दै तिमीलाई सबैभन्दा लिस्ट फेभरेट चाहिँ कुन त? लेस फेभरेट त्यस्तो खतै सब्जेक्ट थिएन, तर दाइ भन्नुपर्दा चाहिँ मलाई बायो चाहिँ हल्का कमै रुचाउँथेँ म बायो। तर एमबिबिएस पढ्ने मान्छेले फेरि बायो नै मन पर्दैन भन्छ। बायोमा स्पेसली बोट्नी सुरु के त्यो क्रेब साइकलहरू यताउता पढ्नुपर्ने, त्यो चाहिँ फेरि लास्ट झ्याउ लाग्थ्यो क्या मलाई। तिनीहरू रटिराख्नुपर्ने, मतलब बुझ्नु भन्दा पनि रट्नु त छ नि तिनीहरूमा त, अब त झ्याउ भाइले लाग्थ्यो। क्रेब साइक्लिङहरू त अब पानी पानी भइसक्यो होला होइन? अब त पानी भइसकेको छ त होइन। त्यो सुरुमा गाह्रो लाग्थ्यो, पछि त बायो मलाई लास्ट इन्ट्रेस्टिङ लाग्न थाल्यो कि पछि त फेरि पछि 12मा ह्युमन बायोलोजीहरू पढ्दा चाहिँ राम्रो मजा आउँथ्यो पढ्न चाहिँ। जसरी कि यो हाम्रो +2मा प्रि मेडिकलहरू जोइन गर्ने ट्रेन्ड छ होइन, यो अब हजुर केही कुराहरू गर्ने ट्रेन्ड छ, जसरी प्राइभेट लेक्चर भयो, दायाँमा कुराहरू भयो, तिमीले चाहिँ हजुर। के गरेर आएको थियौ? एक्चुली यो प्राइभेट लेक्चर एक्जिस्ट गर्छ भन्ने मलाई थाहा पनि थिएन कि त्यो 12तिर चाहिँ। फेरि प्रिभेट चाहिँ अनलाइन प्रिभेट हुन्छ भने सुनेको थिएँ, प्राइभेट लेक्चरबारे बढी थाहा थिएन। अनलाइन प्रिभेट चाहिँ मैले इन्स्टिट्युटको जोइन गरेको थिएँ। यस्तो मतलब दसैँसम्म चाहिँ मैले त्यो हेरेँ होइन, ठिक छ अब कस्तो हुन्छ भने ट्राई गरेँ, दसैँपछि चाहिँ छोडिदिएँ मैले। छोड्ने कारणहरू पनि धेरै छन्। होइन कस्तो कारणहरू हो र, यो भन्नु मिल्छ कि नै? अब
मिल्छ मिल्छ यस्तो हो म चाहिँ फेरि मेनली फिजिक्स त्यो इन्स्टिट्युट फिजिक्स केमिस्ट्रीको लागि भन्दा नि कसरी के पढ्ने कस्तो हुन्छ भनेर हल्का जान्नलाई गरेको थिएँ मेनली बायोको लागि गरेको थिएँ बायोको लागि गर्दाखेरि अब बायोको चाहिँ फेरि कोर्स त्यस्तै गरिदिएँ होइन इन्स्टिट्युटमा त्यो लास्टसम्म त्यस्तै गरिदिएँ फाइनल भएको के थियो भन्दाखेरि अब 11को एकदम नोट्स बायोलोजी नोट्स ओरिएन्टेड पढियो त्यति धेरै खतरनाक के थाहा छैन त्यसपछि अँ, अब एउटा चलेको सर हुनुहुन्छ इन्स्टिट्युटको फेरि उहाँको फाइलम पढ्नलाई अब फाइलमहरू पढाउनुहुन्छ अनि अरू अरू हुन्छ नि सबै ह्युमन बायोलोजी कभर हुन्छ ह्युमन बायोलोजी त कभर भयो अनि फाइलमहरू तिनीहरू पढिन्छ भनेर गरेको थिएँ अनि बोटनी कमजोर थियो अब गरेको थिएँ फाइलम पढाउनु भएन सरले फेरि अब म सोचेँ दसैँ पछि त पढाउनु होला भनेर सोचेँ त्यही माघसम्म वेट गरेँ अब सोचेँ फाइलम त पढेँ अब पढाइ हुँदैन फेरि मेरो साथीले मलाई दसैँमा के भन्थ्यो साथी यो लेक्चर अभाइलेबल छ के भन्छन् युट्युबमा त पढ मैले पनि नाइ नाइ सर त मलाई लाइभ पढाउनुहुन्छ राम्रो सरको लाइभ पढ्छु भने त्यहाँ फागुनसम्म वेट गरेँ फाइलम पढ्न फेरि लास्टको फेरि भएन फेरि लास्टको 1 महिनामा राति 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 1 1 घन्टा 2x लेक्चर चलाएर फाइलम सकेको फेरि लास्टको महिना फेरि मैले चाहिँ फेरि त्यस्तो गरेको बिचरा भाइलाई भनेपछि स्क्याम भएछ होइन लाइभ क्लासेसमा। स्क्याम भने ठिकठाक थियो एक्सपिरियन्स 50-50 भनौँ त्यो ओके ओके। बोटनी चाहिँ फेरि बोटनी चाहिँ कभरै भयो भने एउटा मर्फोलोजी पढाउनु हो मर्फोलोजी चाहिँ दामी पढाउनु हो सरले है फेरि त्यस्तो कम्प्लेन छैन दामी कपिल पढाइदिनु हो कपिल मर्फोलोजी सरले चाहिँ पढाउनु भएको होला। दामी पढाउनु हो सरले मर्फोलोजी चाहिँ अँ, अरू चाहिँ कभर भएन धेरै पोर्सनहरू त्यो चाहिँ हल्का दुःख लाग्यो मलाई थाहा एक्सपोजर मिल्छ हल्का अब भ्याली बाहिरको स्टुडेन्ट्सले होइन के भइरहेछ उतातिर त्यो कस्तो भइरहेछ एक्सपोजर मिल्छ त्यो चाहिँ हो अनि भाइ यो मक टेस्टहरूको ट्रेन्ड छ नि हाम्रो मक टेस्टहरू पनि त अब तिमीले हजुर अब महेन्द्रनगरमै थियो होला होइन मक टेस्टको हाम्रो हजुर अहिलेसम्म पनि त्यस्तो एभाइबिलिटी छैन भनेपछि मक टेस्टहरू चाहिँ कसरी प्र्याक्टिस गर्थ्यौ? मक टेस्ट चाहिँ मैले 11को लास्टतिर या 11 अलिक इक्जाम हुनुभन्दा अगाडिबाट सुरु गरेको त होइन अनलाइन मक टेस्टहरू हुन्थ्यो त्यो बेला मलाई थाहा थियो त्यो त्यस्तै ऱ्यान्डम फेसबुक ग्रुपबाट थाहा पाएँ मैले होइन मक टेस्ट होइन उम्, मक टेस्टहरू चाहिँ फेरि मैले अनलाइन दिन सुरु गरेँ फर्स्ट मक टेस्ट दिएँ मैले अब फर्स्ट मक टेस्ट दिएँ फेरि कति आयो फर्स्ट मक टेस्ट भन्दा नि फर्स्ट मैले त्यो ऱ्यान्डम क्वेसन्सहरू गरेँ कता हो एम्बिसन गुरुको ऱ्यान्डम फ्री ट्रायल थियो 3 दिनवाला अँ, त्यति गरेँ अब 3 दिन गरेँ अब त्यो गरेँ क्वेसन्सहरू गर्ने यस्तो यस्तो फर्मुला मैले त कमै पढै पढेन 11मा लाग्ने पो फेरि त्यो मक टेस्ट धेरै म के गरेर जस्तो पनि लाग्ने भयो कि त्यो पछि पछि रियलाइज भयो कि अरे यार त्यति खतरनाक मैले पढेन भन्ने रियलाइज भयो फेरि मक टेस्ट चाहिँ मैले दिएँ फर्स्ट मक टेस्ट अराउन्ड 58 आएको थियो होइन 58 त्यो 11को हल्का अगाडि होइन त्यो थियो भनेपछि अनि भाइले मक एटलिस्ट अब 11मा 58बाट अर 50बाट सुरु गरेर लास्टमा अहिले चाहिँ कति ल्याउनुभयो त? मेरो 172.75 आएको छ फाइनलमा सीमा 172.2 भाइ यो हो कि कन्सिस्टेन्सी र डिसिप्लिनको नतिजा नै यही हो कि। सीको मक टेस्टमा भाइको अहिलेसम्मको हाइएस्ट स्कोर कति थियो? मेरो हाएस्ट स्कोर 178 हो दाइ 178 178 थियो भनेपछि मक टेस्टमा जति स्कोर गरिरहेको छौ त्यत्तिकै फेरि फेरिमा सीमा पनि आउँछ है। हजुर फेरि यस्तो थियो मेरो रेगुलरली मैले कहिले गरेन कि 178 170 त मैले रेयरली देखेँ यस्तो हुन्थ्यो मेरो नम्बरहरू चाहिँ 178 दुई तिनचोटि आएको छ अलग अलग इन्स्टिट्युटमा आयो होइन 178 होइन त्यसपछि फेरि के हुन्थ्यो भन्दाखेरि म अड्केँ भने त्यो 160 र 170 पेपर सजिलो आओस् गाह्रो आओस् त होइन अड्किथेँ कि पेन्डुलम जस्तै झुल्थेँ म फेरि त्यो मार्क्समा अरे के भइरहेको जस्तो पनि लाग्थ्यो कि मेरो त फेरि यो एक्ज्याक्टली भाइ यो झन् तिम्रो त 160 टु 170 को बिचमा रहेछ यो फेज होइन। म्याक्सिमम् सी एस्पिरेन्टको यो फेज भनेको 120 टु 130 को बिचमा हुन्छ क्या। 120 चाहिँ 130को बिच चाहिँ पौषको महिना अड्केँ म त्यही 12वालातिर अड्केँ किनकि मैले हल्का त्यही 12तिर अड्केँ म धेरै अड्केँ धेरैचोटि आयो अनि यो एउटा मक टेस्टमा त एक्सपेक्टेड भन्दा कम मार्क्स आयो त्यो हप्ताभरि यस्तो पढेँ मैले खत्रै पढ्दै कि फेरि त्यो हप्ताभरि त फेरि राम्रोसँग त्यही उयो त्यो लाग्यो हो नि त भाइ हाम्रो म्याक्सिमम् स्टुडेन्टले के गर्छ भनेपछि जसरी कि यो हप्ताको मक टेस्टहरू राम्रो भएन भने होइन हेत्तेरिका मैले योभन्दा अगाडि त मैले खतरा पढाएको थिएँ यार अब त मेरो यो मक टेस्टमा राम्रो भएन अब त म पढ्दिनँ भनेर यत्तिकै डिप्रेस भएर बस्छन् क्या। यो कुरा तिम्रो मलाई एकदम मन पऱ्यो कि हुन्छ नि यो मक टेस्टमा मेरो मार्क्स कमायो अब अर्को मक टेस्टमा जसरी भयो होइन अब तिमीले भन्यो मक टेस्टहरूमा मेरो यति मार्क्स आउँथ्यो भनेर भन्यो होइन तर तिम्रो यो लास्टको सीमा आएको स्कोर र यो मक टेस्टको स्कोर सेटिस्फाइड थियो कि नै अनि तिमीले जति एक्सपेक्ट गराएको थियो त्यतिको रियल स्कोर आयो कि नै? जतिकै एक्सपेक्ट गरेर त्यतिकै त्यो मिलाउँदाखेरि चाहिँ एक्ज्याक्ट आएन 7-8 नम्बर चाहिँ कमै आयो मक टेस्ट भन्दा उम्, चाहिँ हल्का बेटर नै पर्फर्म गरेको थियो भन्ने थाहा थियो मलाई सीमा अनि उम्, त्यस्तै एक्सपेक्टेड अनुसार नै भयो ऱ्याङ्क चाहिँ फेरि ठ्याक्कै के भएको थियो भन्दाखेरि म त्यो पहिला नै 3-4 महिना अगाडि नै
ठ्याक्क 3-4 राति सपनामा हुन्छ नि, सपनामा मेरो त सीमा र्याङ्क 12 आएको थियो, र्याङ्क 12 आएको सपना देखेको थिएँ कि मैले। फेरि ठ्याक्क यो कुरा चाहिँ मैले आफ्नो साथीलाई बताएको थिएँ, मेरो रुममेट मुकेशलाई। फेरि ठ्याक्क रिजल्ट अरू साथीलाई पनि भनेको, मेरो त र्याङ्क 12 आउँछ टाइपको एक साथी अर्को साथीलाई पनि भनेको थिएँ। पछि रिजल्ट हेर्दा चाहिँ ठ्याक्क 12 आयो। अरे मैले सपनामा देखेको जस्तो टाइपको फिल, डेजाबु टाइपको हुन्छ नि, त्यो फिलिङ चाहिँ भयो कि मलाई रिजल्ट देखेर। भनेपछि भाइलाई भविष्यको पुरा भविष्यवाणी भइसकेको थियो होइन? हो दाइ, त्यस्तै भनौँ, हल्का फुल्का भविष्यवाणी भन्दै अब आयो त, हल्का हल्का भित्रबाट पनि आइरहेको थियो। 12 र्याङ्क आउँछ उदेखि उस्तो पनि लागिरहेको, टप 10 नै आउँछ कि जस्तो पनि लागिरहेको थियो र्याङ्क त। जुन दिन तिमीले नाम निकाल्यो त्यो दिनको चाहिँ माहौल कस्तो थियो त घरमा? यस्तो थियो, अब हिजो अस्तिदेखि रिजल्ट आउँछ भन्दै हुनुहुन्थ्यो, मतलब त्यो ग्रुपहरूमा सबै आउँछ नि, आज आउँछ भोलि आउँछ, इट्स अफिसियल भनेर। फेरि त्यो चाहिँ ठ्याक्क के भएको थियो भन्दाखेरि मम्मी नि बस्दै हुनुहुन्थ्यो, त रिजल्ट आइहाल्छ बस एकछिन हेर भन्नुहुन्थ्यो। फेरि ठ्याक्क मम्मी चाहिँ अराउन्ड 9-12 कति 9 बजिरहेको थियो, मम्मी पल्लो कोठा गइसक्नु भयो, म नि यतै बसेँ। 9 समथिङमा रिजल्ट आयो, भाइ साइडमा थियो मसँग, रिजल्ट आयो। तर मैले ठ्याक्क त्यो बेला के गर्दै थिएँ मलाई याद छैन। मैले हल्का पछि मोबाइल खोजेँ, मोबाइल खोज्दाखेरि चाहिँ फेरि एउटा पाएँ होइन, त्यो फर्स्टको पन्ना पाएँ। फर्स्टको पन्नाबाट माथि एउटा नाम खोजिरहेको थिएँ, फेरि भेटाएँ। फेरि खुसी भयो, एज एक्सपेक्टेड नै आयो भनौँ, खुसी भयो। मेरो भाइलाई भने, फेरि मम्मी पल्लो कोठा हुनुहुन्थ्यो, मम्मी पल्लो कोठा गएँ, धेरै खुसी भयौँ। फेरि मैले ड्याडीलाई भने, खुसी थियो, मोमेन्ट राम्रो थियो। तिमीलाई थाहा छ होइन, अब इन्स्टा फेसबुक टिकटकको जमानामा तिमीले आफूलाई चाहिँ यतिको डेडिकेटेड, यतिको यो डिसिप्लिन कसरी राख्यो त? डिसिप्लिन भन्दा पनि दाइ अब के भन्छन्, फ्री फायर खेल्थेँ म पहिला होइन, 10सम्म चाहिँ खत्रै हो, प्रो भनौँ होइन, बिल्कुल कतिले बेला प्रो भनौँ 70सम्म थियो आई गेस। फेरि 1v1 चाहिँ खत्रै हान्थ्यो दाइ होइन। भनेपछि भाइले चाहिँ लाइफको सबै फेजहरू हेरेर आएको छ त्यसो भए है? गेमिङ वाला त्यस्तो सबै। भनेपछि भाइ यो फ्री फायर कसरी छुट्यो त? अनि छुट्यो कि अहिलेसम्म पनि चलेको छ कि? 2 वर्षसम्म डिस्कन्टिन्यू गरेँ, आजभोलि चाहिँ खेलिरहेको छु टाइम पास गर्न। एक्ज्याक्टली भाइ, यो कसरी, यो मतलब हुन्छ नि त छोडिदिन्छु फ्री फायर, अनि यो कसरी आयो त? यो मैले 10बाटै सोचिसकेको थिएँ, म 11बाट चाहिँ धेरै राम्रो डेडिकेटेड भएर पढ्छु, आफ्नो फ्यामिलीको लागि के गर्नु छ। मतलब मेरो फ्यामिलीको म फर्स्ट जेनेरेसन हो डक्टर भइरहेको होइन। त्यही हो, बुवा आमाले ड्याडीले मम्मीले धेरै मिहिनेत गर्नुभएको थियो। फेरि मलाई लाग्छ केही न केही फ्यामिलीको लागि गर्छु, जसरी पनि गर्छु, 11 राम्ररी पढ्छु, त्यसरी सोचेको थिएँ। फेरि मैले छोडिदिएँ, क्विट गर्थेँ फ्री फायर। फेसबुक इन्स्टा चाहिँ चलाएँ, इन्स्टा चलाएन, फेसबुक चाहिँ चलाउँथेँ। फेसबुक अनि युट्युबको रिल चाहिँ हेर्थेँ म। इन्ट्रान्स जर्नी यो 12 पछि धेरै डिस्ट्र्याक्ट गरेँ दाइ, युट्युबको रिलले चाहिँ मलाई लास्टै। त्यस्तो डिस्ट्र्याक्सन धेरै खतरैवाला हुन्छ नि दाइ, मतलब पढाइलाई असर गर्ने किसिमको थिएन। 1-2 घन्टा म हेरिहाल्थेँ, 2-3 घन्टा हेरिहाल्थेँ। मतलब त्यस्तो खाना खाएपछि हल्का हेरिहाल्ने, त्यसपछि नास्ता गरेपछि त्यस्तो हेरिहाल्थेँ। त्यस्तो मेरो पढाइलाई असर गरेन, त्यस्तो खतरै एडिक्सन टाइपको थिएन मलाई, हल्का फुल्का हुन्थ्यो, माइन्ड नै फ्रेस हुन्थ्यो मेरो। फेरि त्यो गर्दाखेरि हल्का राम्रो फिल हुन्थ्यो मलाई गर्दाखेरि, त्यो चाहिँ हुन्थ्यो। कहिलेकाहीँ फेरि इन्ट्रान्स जर्नीमा त्यो हुन्छ नि, क्लास अफ सिओसीको मतलब झ्याउ पढ्दा फ्रस्ट्रेसन हुने यस्तो झ्याउ। फेरि 2-3 अट्याक हान्दिनँ क्या म सिओसीको बेला, सिओसीको अट्याक के गर्ने। एक त हस्टेलमा दिनभरि बस्दा फ्रस्ट्रेसन, यताउता कसैलाई भेट्न पाएन, बसेछु भित्रै, के गरेछु दिनभरि। त्यो 1-2 अट्याक हान्थ्यो सिओसीको टाइममा, गयो फेरि पढ्न बस्यो, त्यही गरेँ त्यही। तर फलो चाहिँ नगर्नु होला, यो चाहिँ फेरि हल्का त्यो चाहिँ हो। अनि भाइ तिम्रो चाहिँ यो पढ्ने रुटिन चाहिँ कस्तो थियो? अनि दिनमा कसरी पढिरहेको हुन्थ्यो, कति डिभाइड गर्थ्यो, कुन कुन सब्जेक्ट पढ्थ्यो, सबै कुरा भन्नु डिटेलमा। यस्तो 11-12मा चाहिँ नेपाली इङ्ग्लिस चाहिँ मैले एक दिन पनि पढेन होइन, त्यो चाहिँ हो। एक दिन नेपाली इङ्ग्लिस चाहिँ पढेन मैले, नोटहरू नै बनाएँ नेपाली इङ्ग्लिसको। अब म सरले सुन्दै हुनुहुन्छ भने आइएम सरी होइन, तर नेपाली इङ्ग्लिसको नोट बनाएन। फेरि त्यसपछि चाहिँ फेरि म अरू बाँकी सब्जेक्ट 4वटालाई पढ्थेँ। तिम्रो चाहिँ डेली टाइम टेबल कस्तो थियो? अनि कसरी पढ्यौ? 11मा कसरी पढ्यौ, 12मा कसरी पढ्यौ, अनि त्यसपछि त्यो 3 महिना ग्यापमा कसरी पढ्यौ त? 3 महिना ग्याप, 11-12 त्यसको सेड्युल बिल्कुलै अलग थियो। 11मा मेरो 12 बजे कलेज लाग्थ्यो, 12 बजे लाग्थ्यो, फेरि 12 to 5:30 हुन्थ्यो होइन। फेरि त्यो बेला म घर आउँथेँ, घर आएर फेरि के भन्छन् अराउन्ड 6:30बाट पढ्न बस्थेँ 10सम्म। फेरि बिहान ढिलै उठ्थेँ म, फेरि 7:30तिर उठ्थेँ होला, 7:30-7 उठेँ नि। फेरि पढ्न चाहिँ 8बाट सुरु गर्थेँ, 8 बजेबाट 11 बजीसम्म पढ्थेँ। त्यही सबै पढ्ने भनेको सबै म्याक्सिमम् फिजिक्स, केमिस्ट्री, बायोलोजी, म्याथ पनि पढ्थेँ होइन। अनि 12मा चाहिँ फेरि
दसैँ अगाडि चाहिँ अलग सेड्युल, दसैँपछि चाहिँ अलग सेड्युल फलो गरेँ। दसैँ अगाडिसम्म के गर्थ्यो भन्दाखेरि घर गएर अराउन्ड 5-6 आवर्स चाहिँ के भन्छन् 5-6 आवर्स चाहिँ एनएबीको सरकारी स्कुलमा पढाएको फिजिक्स, केमिस्ट्री, म्याथ, बायो पढेँ अराउन्ड 6:30सम्म 1बाट होइन। अनि फेरि 6:30बाट 8:30सम्म म अनलाइन क्लासहरू लिएको थिएँ, थाहा हुनलाई लिन्थेँ। अनि त्यसपछि 8:30 पछि 9 to 11 म 11को पोर्सनहरू अगाडि 11को अगाडिको पोर्सन्सहरू मतलब त्यही सरहरूले पढाएको हल्का फुल्का, अनि कहिलेकाहीँ फिजिक्सको एमसिक्यूहरू गर्थेँ, किनकि अब थाहा थियो मलाई कम्पिटिसन स्ट्यान्डर्ड गर्न मैले हल्का केही फरक गर्नुपर्छ भनेर, त्यसैले ल्याग बिहाइन्ड नै गरेर आएको थिएँ, त्यसैले मैले त्यो चाहिँ गरेँ। अनि अनि त्यस दसैँपछि चाहिँ मैले के भन्छन् फेरि दसैँमा चाहिँ मैले त्यो 11को पोर्सनहरू म्याक्सिमम् कभर गर्न खोजेँ, पढेँ राम्रोसँग। दसैँको छुट्टीमा म्याक्सिमम् 12को त हेरिनँ, 11को म्याक्सिमम् कभर गर्न खोजेँ। अनि त्यसपछि 12 पछि चाहिँ त्यही हो। अनि सबै सब्जेक्टलाई हल्का एक्स्ट्रा टाइम बढी टाइम दिन खोजेँ। 1 घन्टा 1.5 घन्टा चाहिँ म्याथ पढ्ने, फेरि 2-3 घन्टा फेरि के भन्छन् बायो पढ्ने, फेरि 2 घन्टा फिजिक्स, 2 घन्टा केमिस्ट्री, यस्तै जान्थ्यो। यही थियो मेरो पढ्ने चाहिँ। सुत्न चाहिँ फेरि 12मा चाहिँ 11 बजी सुत्थेँ, बिहान 6:15 कलेज हुन्थ्यो, 5 बजी नै उठ्ने, 5:30मा नै उठ्ने, कहिलेकाहीँ कलेज 15 मिनट नै ढिलो पुगिन्थ्यो मेरो बिहान चाहिँ। ल भाइ, अब तिमीले 11-12को त सबै कुराहरू भनिहाल्यो होइन, अब यो गरेँ त्यो हजुर। गरेँ होइन, सबै डिटेल सबै भनिदिइहाल्यो। अब 81 महेन्द्रनगरबाट काठमाडौँ जाने बेला त्यो ट्रान्जिसन कस्तो भयो तिम्रो? अनि त्यो 3 महिना चाहिँ तिमीले कसरी स्पेन्ड गर्यौ? त्यो 3 धेरै नै भयो होला होइन, 3-4 महिना नै होला। बढी 3-4 महिना भन्दा पनि बढी भनौँ, 4-5 महिना थियो। काठमाडौँ जाँदा सुरुमा त के हो कुन ठाउँ आयो जस्तो लाग्यो मलाई। फेरि पछाडि काठमाडौँ गइरहेको थिएँ, गाडी हिँड्छन्, त्यो बिल्डिङ अरू के देखिने नै। फेरि त्यहाँ काठमाडौँ चाहिँ म हस्टेलमा बसेँ मेरो साथीसँग ऊ पनि सी प्रिपेरेसनवाला हो। अनि अर्को 2जना साथी चाहिँ एउटै रुममा त भएन, अर्को नजिकैको रुममा बसे 2जना साथीहरू। अनि अर्को साथी ग्रुप थियो रिटेनको, एउटा हस्टेलमा 6जना जति थियो हामीहरू। सबै रिटेनको केटाहरूले त योपालि सबैले नाम निकाल्यो नि त। धेरै निकालेछन् त्यहाँ, त्यो ग्रुपबाट 2-3जनाले निकालेछौँ हामी मिलाएर। अब स्याडली चाहिँ 2जना साथीको चाहिँ स्लाइटली 2-3 नम्बरले स्कलरसिप छुटेछ, त्यो चाहिँ हो। अनि गर्छन्। अनि त्यही हो। अब हस्टेलमा चाहिँ म दिनभरि मतलब पढि नै राख्थेँ, मतलब हल्का मोबाइल चलाएँ, पढिरहेको। 10-11 आवर्स जति पढ्थेँ मैले इन्ट्रान्स जर्नीमा। एभरेजमा 10-11 भनौँ, त्यो धेरै त नै, 10-11 एभरेज पढियो, 10देखि 11 आवर्स चाहिँ पढियो हस्टेलमा। अनि मक टेस्ट दिन चाहिँ बिहान जान्थेँ, 2वटा मक टेस्ट दिन्थेँ म, 7 to 10 र एउटा 11 to 2 वाला चाहिँ दिन्थेँ एउटा इन्स्टिट्युटमा। कहिलेकाहीँ बिहानको चाहिँ एउटा भाइब्रेन्टमा चाहिँ जहिले दिइरहेको थिएँ म बिहान चाहिँ, किनकि भाइब्रेन्टको हल्का प्याटर्न चाहिँ मलाई मन पऱ्यो। अनि भाइब्रेन्टको टेस्ट गरेर चाहिँ एउटा फेरि त्यो सकवाला क्वेसन चाहिँ पढ्थेँ कि, मतलब एउटा राम्रो क्वेसन पऱ्यो, 2-3वटा फसेछन्, त्यो चाहिँ अप्रिसिएट गर्छु भाइब्रेन्टले त्यो कुरामा चाहिँ। त्यो कार्टेजियनिक सकवाला त्यो एमबिबिएस वाला क्वेसन चाहिँ भाइब्रेन्टमा सोधिसकेको रहेछ हैन? त्यो सोधिसकेको थियो, त्यो चाहिँ राम्रो लाग्यो। अनि टेस्ट क्वेसन प्याटर्न पनि राम्रै थियो। अनि दिउँसो चाहिँ त्यही टेस्ट दिन्थेँ म दिउँसो पनि, अनि घर आउँथेँ। त्यस्तै हल्का फुल्का मिस्टेक कपी चाहिँ बनाएन मैले, सुरुमा बनाउनु खोजेँ, तर पछि त्यस्तै भयो, बनाएन मिस्टेक कपी। लागेको थियो होइन, त्यही मिस्टेक कपी भन्दा पनि म के गर्थेँ भने, जसरी मक टेस्ट दिएँ होइन भाइ, म घर आउँथेँ होइन, पुरा मक टेस्टको पुरा सल्युसन र मक टेस्ट एकतिर राखेर मैले के रङ गरेँ त्यसलाई चाहिँ म हाइलाइट गरिदिन्थेँ कि, त्यसको सल्युसन म त्यही बार पढ्थेँ। म चाहिँ फेरि के भन्छन् त्यो पेपर निकाल्ने, कुन रङ हो आन्सर हेर्ने, यसको के भन्छन् एक्सप्लेनेसन हेर्ने, ल ठिक छ अब अर्को टाइम गर्दैन भनेर त्यस्तो चाहिँ गर्थेँ म। अनि भाइ जेनजी आन्दोलनमा गयो कि नै तिमी? जेनजी आन्दोलनमा त गएन त होइन। त्यो दिन जुन दिन आन्दोलन सुरु भयो त्यो दिन हाम्रो एउटा सिरिज एक्जाम थियो, त्यहाँ ठ्याक्क त्यही हाम्रो हस्टेलले नजिक बानेश्वरै हो, बानेश्वर चाहिँ सांसद भवनबाट गइरहेको थियो हामीहरू। फेरि त्यहीबाट गयो, बिहान केही थिएन, शान्त थियो माहौल। पछि आउँदाखेरि चाहिँ फेरि डेन्जरै माहौल भइदिरहेको, फेरि ललितपुरबाट माथिबाट घुमेर चाहिँ फेरि हामी हस्टेल पुगेको थियो। खतरनाकै थियो माहौल चाहिँ फेरि जेनजीको। हस्टेलबाट साइडबाट देखि आगो के छैन, सांसद भवन चलाएको दिन त आगो। त्यही आन्दोलन कारण 1 हप्ता चाहिँ पढिएन त, अब के गर्ने, डिस्ट्र्याक्सन भनेको थियो। अबको यो क्वेसन चाहिँ एकदमै खतरा क्वेसन छ। एउटा यस्तो कुरा भन जसले तिमीलाई लाग्छ कि हुन्छ नि तिम्रो यो इन्ट्रान्स जर्नीलाई फ्रुटफुल बनायो र त्यो कुराको कारणले नै तिमीले नाम निकालेको जस्तो लाग्छ? मेरो डेडिकेसन नै भन्नु पर्यो, डेडिकेसन भन्छु म त। मेरो मतलब हुन्छ नि डेडिकेसन, मेरो फ्यामिली सपोर्ट, खास चाहिँ फ्यामिली सपोर्टको कारण हो कि, फ्यामिली सपोर्ट नै हो। किनकि म गर्न मान्छे आफू धेरै अल्छी, काम पनि गर्थेन। मेरो मम्मी भाइ चाहिँ फेरि मेरो लागि खाना नि मुख निर ल्याइदिने, मेरो कपडा धोइदिने नि, सब मेरो भाइ काम नि मम्मी गर्ने। फेरि मलाई लाग्ने अरे
यति गर्नु हुँदैछ मेरो लागि, मैले केही न केही त राम्रो गर्नैपर्छ सर, गर्नैपर्छ भन्ने यो चाहिँ मेरो लागि धेरै नै मतलब हुन्छ नि दाइ। यो चाहिँ मेरो इन्सपायर हुने, मेरो मम्मी र भाइले चाहिँ धेरै गरे। ड्याडी चाहिँ ड्युटीमा हुनुहुन्थ्यो, मम्मी र भाइको कारण मेन चाहिँ। त्यसरी भाइ हाम्रो यो इन्ट्रान्स प्रिपरेसनको लागि एकदमै धेरै रिसोर्सेस छ नि त होइन। हामीहरू हजुर मलाई के लाग्छ भनेपछि स्टुडेन्ट भनेको एउटा क्लियर कट आइडिया नभएर पनि अलिकति हामीहरू दायाँ बायाँ अल्झिरहेको हुन्छौँ होइन। अब के एउटा हजुर। प्लान नभएर पनि हामीलाई धेरै डिफिकल्टी भइरहेको हुन्छ क्या। सो तिमीले के रिसोर्सेसहरू युज गर्यौ जसको कारणले तिमीले यति राम्रो ऱ्याङ्क ल्यायौ त? होइन पहिलाबाट सुनिन्थ्यो त, फिजिक्सको लागि चाहिँ पहिलाबाट मैले मतलब पिडब्ल्यू अलग पाण्डे व्हाइट बोर्ड लेक्चर्सहरू हेरेको थिएँ। तर फेरि यस्तो थियो, पिडब्ल्यूको सबै लेक्चर हेर्दा धेरै हेभी हुन्छ कि, फेरि धेरै हेभी लेक्चर छन्। मैले सर्टेड एकदम कुनै लेन्थी छ। जुन टपिक मैले बुझेको थिएन अलग पाण्डे सरको, उहाँको चाहिँ त्यो हेरेको थिएँ, नबुझेको टपिकको मात्र होइन। त्यसपछि चाहिँ नबुझेको टपिकको हेरेको थिएँ। त्यसपछि त्यो त्यो हो। अनि फिजिक्समा चाहिँ बुकहरू फलो गर्दा चाहिँ 11मा अस्मिता पब्लिकेसन गरेको थिएँ। अनि फिजिक्स त्यसपछि 12मा आएर अस्मिता पब्लिकेसन प्लस हट अफ फिजिक्स चाहिँ मैले युज गरेको थिएँ। अनि केमिस्ट्री चाहिँ, केमिस्ट्रीमा रिसोर्सेस भन्दाखेरि पाइनियर केमिस्ट्री पनि राम्रो छ, अनि अस्मिता पनि राम्रो छ दाइ। अस्मिता बायोलोजी चाहिँ टेक्स्ट बुक अफ बायोलोजी भनौँ, टेक्स्ट बुक अफ बायोलोजी 11-12को लागि। म्याथ चाहिँ कहिलेदेखि पढ्न थालेको? मैले कहिले पढेन म्याथको बुक कस्तो हुन्छ, बस मेरो साथीले मलाई सिकाइदियो, एउटा डेट एन्ड टाइमवाला सिकाइदियो, डेट एन्ड टाइम निकाल्नेवाला मेरै साथीले सिकाएको। अनि त्यो टाइम एन्ड वर्कवाला हल्का बताएको साथीले, त्यही हो। त्यस्तो अरू म्याथ मैले कहिले पढेन, म्याथ त पढ्दै पढेन। मलाई यति धेरै मेसेज सोध्छ नि होइन भाइ, यो म्याथ कहाँबाट पढ्ने दाइ भनेर होइन। मैले भन्न हुन्छु कि इफ तिम्रो अलिकति लजिकवाला ब्रेन छ भनेपछि तिमीले म्याथ पढ्नै पर्दैन। तर फेरि अर्को कस्तो छ भनेपछि म्याथको लागि नर्मली पनि हामीले अब युट्युबको लेक्चरहरू पनि धेरै छन् नि त, त्यो ट्रिकहरू भयो, लोकसेवाकै लेक्चरहरू पनि धेरै छन् नि युट्युबमा। सो त्यो गऱ्यो भने पनि म्याथ पुग्छ जस्तो लाग्छ कि नै? त्यो पुग्छ दाइ, त्यो युट्युबबाट हल्का फुल्का हेरेपछि जुन टपिक आफूलाई आउँदैन त्यतिले म्याथ पुग्छ होला। हल्का फुल्का लजिक बिल्डिङ त हो। अब म्याथको सबै क्वेसन जहिले पनि देखेको क्वेसन कहिले आउँदैन, त्यही हो लजिक बिल्डिङ। जसरी कि भाइ तिमी अब 18,000 स्टुडेन्ट मध्ये ऱ्याङ्क 12मा लिएर आएको छौ, सुदूरपश्चिमलाई रिप्रेजेन्ट गरेर आएको छौ होइन। सो हाम्रो सुदूरपश्चिममा यति धेरै साइन्स कलेजेसहरू छ, त्यहाँ पढ्ने भाइ बहिनीहरू पनि सोचिरह होला हामीहरू त काठमाडौँको स्टुडेन्टभन्दा धेरै पछाडि छौँ होइन, हामीहरूसँग त त्यस्तो रिसोर्सेस छैन भनेर सोचिरह होला। त्यो भाइ बहिनीहरूलाई चाहिँ तिमीले के सजेसन दिन चाहन्छौ त? के भन्न चाहन्छु, मेहनत गऱ्यो भने कोही अगाडि पछाडि हुँदैन। जसले मेहनत गर्यो, जसले राम्रोसँग डेडिकेसन कन्सिस्टेन्सी देखाइसक्यो, त्यो चाहिँ अगाडि आउने हो। अब म के भन्न चाहन्छु भने भाइ बहिनीहरूलाई 11-12बाट नै हल्का फुल्का एमसिक्यूहरू प्र्याक्टिस गर। बुक नोट्स ओरिएन्टेड भन्दा नि बुक्स ओरिएन्टेड कन्सेप्टहरू मतलब हुन्छ नि, त्यो हुन्छ नि कन्सेप्ट बिल्डिङतिर लाग। त्यस्तो मतलब नोट्स ओरिएन्टेड त्यो एनइपीको अब आइसी आइओई गर्ने भने थ्योरी भन्दा नि बढी टपिकहरू बुझ्ने कोसिस गरे, एमसिक्यूहरू गर्दै गर। अब एक्स्ट्रा बुकहरू पढ्दैन, त्यो गर्न मतलब त्यो 12मा चाहिँ मोड्युलहरू गर्दा भयो। अनि 11 मेन भनेको एनइपीको बुक चाहिँ छोड्दै नछोड, पानी बनाइदेऊ। के भन्छन् एमसिक्यूहरू बुकको पछाडिको एमसिक्यूहरू कम्पलसरी गर। क्वेसनहरू नि त्यहाँबाट आउने धेरै प्रोबेबिलिटी आयो हुन्छ। राम्रोसँग पढ, डेडिकेसन मतलब त्यो आज एक दिन तातिएर भएन, सधैँ तातिनु पर्यो, कन्सिस्टेन्टली पढ्दै जानु पर्यो। त्यो चाहिँ मेरो बेस्ट हो। अनि कहिलेकाहीँ डिमोटिभेट भइहाल्छ, त्यस्तो चाहिँ हुनु भएन। अनि के सजेसन त्यो पनि दिन चाहन्छु नि, म अनलाइन मक टेस्ट चाहिँ देऊ भन्छु म। शनिबार एउटा दुईवटा त नै, एउटा देऊ थाहा हुन्छ, हल्का फुल्का क्वेसनको प्याटर्न एनालाइज गर। अनलाइन मक टेस्ट चाहिँ दिँदा राम्रो। अनि प्रिमेट चाहिँ अब गर्दा नि हो, अब इफ टाइम म्यानेज गर्न नि गाह्रै हुन्छ फ्याक्टर। त्यो चाहिँ फेरि युट्युबमा धेरै लेक्चर्सहरू पनि अभाइलेबल छ, त्यो चाहिँ हेर्दा भयो। त्यो फ्री लेक्चरहरू युज गर, रिसोर्सेस युज गर, त्यो चाहिँ बेस्टै हुन्छ। अनि त्योभन्दा नि आफ्नो टाइम वेस्ट नगर्नु, डिस्ट्र्याक्सन्समा नलाग्नु। फ्रेन्ड सर्कल फेरि यस्तो कम्पिटेटिभ बनाउनु। यस्तो हो कि अब आफ्नो साथीलाई नि मतलब हुन्छ नि, लाइक त्यो साथीसँग नि सबैसँगै साथीहरू गर्दै जाने हो नि त। हाम्रो फ्रेन्ड सर्कल धेरै राम्रो थियो दाइ होइन, मेरो साथीहरूले पनि राम्रो गरेछन्। हामीहरू त एकअर्कालाई क्वेसन गरिरहेको थियो यस्तो उस्तो भनेर। त्यो चाहिँ गर, त्यो लाज नमान हुन्छ नि। त्यो लास्टमा के भन्छ नि, लास्ट तिम्रो साथीले नाम आएछ मात्र थाहा भयो यो पनि मेडिकल गराएको, त्यस्तो चाहिँ नगर्नु। आफ्नो साथीहरूलाई सेयर गर्नु कुराहरू, त्यस्तो लुकाउने कोसिस नगर्नु। त्यो चाहिँ पाएको छु मैले धेरै, त्यो भन्न हल्का हिचकिचाउँछ नि जज गर्ने उसले चाहिँ। त्यो चाहिँ गर्नु, राम्ररी पढ्नु, भइहाल्छ। सुरुमा चाहिँ फेरि के भन्छन्, अब मक टेस्टतिर नम्बर चाहिँ कमाउँछ, त्यो चाहिँ अभियसली आउँछ नै। पछि चाहिँ बनाउँदै जाने हो बिस्तारै, हरेक कुरा टपिक कभर गर्दै जाँदा। रिभिजन फेरि धेरै इम्पोर्टेन्ट हुन्छ, रिभिजन चाहिँ गर्न छुटाउनु भएन, गर्नु पर्यो रिभिजन चाहिँ त्यसरी नि। अब चाहिँ हामी यो एन्डिङतिर लाग्दैछ होइन भाइ। सो त्यसको लागि चाहिँ म तिमीलाई पहिला त थ्याङ्क यू भन्न चाहन्छु यो टक सेसनमा आएकोमा, अनि तिम्रो फ्युचरको लागि पनि बेस्ट विसेस। र अब चाहिँ यो एन्डिङ क्रममा भाइ तिमी कसैलाई क्रेडिट दिन चाहन्छौ, अनि यो के कुरा भन्न चाहन्छौ भने तिमी भन्न सक्छौ है?
थ्याङ्क यू दाइ, यहाँ मलाई नि बोलाइदिनु भयो, मेरो शब्दहरू राख्नलाई प्लेटफर्म दिनुभयो। फर्स्ट अफ अल चाहिँ म आफ्नो फ्यामिलीमा मेरो भाइ, मेरो मम्मी र मेरो ड्याडीलाई पनि थ्याङ्क यू दिन चाहन्छु। साथै मेरो मामाले पनि मलाई धेरै पहिलाबाट सपोर्ट गर्नुहुन्थ्यो, जेठो मामा, कान्छो मामा सबैलाई। अनि फेरि त्यही हो, अनि मेरो स्कुलको अहिलेसम्म मलाई पढाउनु भएको टिचर्सहरू, अनि मलाई 12मा पढाउनु भएको सरहरू, जम्मा फिजिक्स, केमिस्ट्री, म्याथ्स, साथै इङ्ग्लिस र नेपालीको फ्याकल्टी सरहरू, टिका गुरु, महादेव सर, अनि विशाल सर, पिएन सर, मेन त सिएम सर, मन नआवे खिर नखाए, त्यो चाहिँ सरको फेरि डायलग थियो, त्यसले पनि धेरै इन्सपायर गर्यो। अनि म्याक्सिमम् रिटेनको सरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो साथीहरू, कवि, उसले साथी थियो मेरो, 139 ऱ्याङ्क, मुकेश 89 ऱ्याङ्क, लोकेश भट्ट 54 ऱ्याङ्क, अनि हितेश चन्द्र भट्ट, अनि सन्देश जोशी मेरो साथी, अनि के भन्छन् हेमन्त गुरु, अनि अरू सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। अनि थ्याङ्क यू, अनि मेरो अनि सानो छँदाबाट साथी रोजीलाई पनि धेरै धेरै थ्याङ्क यू, जहिले सपोर्ट गरेकोमा। अनि अरू सबै साथीहरूलाई धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू।